कल्पना गर्नुहोस् त त्यो क्षणको। चारैतिरबाट तोपको धुवाले आकाश डम्म ढाकेको छ। कानको जाली फुट्ने गरी पड्किरहेका गोली र बारुदको आवाजले जमिन थर्किरहेको छ। एकातिर विश्वको आधा भागमा राज गर्ने अत्याधुनिक हतियारले सुसज्जित 3500 भन्दा बढी बेलायती फौज, जसको नेतृत्व गरिरहेका छन् विश्वकै चतुर र क्रूर मानिने जनरलहरू। र अर्कोतिर एउटा सानो पहाडको थुम्कोमा बनेको 4 हात बाक्लो माटोको पर्खाल, जसभित्र छन् मात्र 600 जना नेपाली। ती 600 जनामा पनि सबै तालिम प्राप्त सिपाही होइनन्। त्यहाँ महिला छन्, काखमा दुधे बालक बोकेका आमाहरू छन् र वृद्धहरू छन्। उनीहरूसँग न पर्याप्त हतियार छ, न खाने राशन, न त शरीर ढाक्ने राम्रो कवच नै। तर त्यो माटोको किल्लाभित्र एउटा यस्तो चिज छ जसले अंग्रेजको त्यो विशाल साम्राज्यलाई घुँडा टेकाउन बाध्य बनायो। त्यो हो वीरता र स्वाभिमान। यो कथा कुनै चलचित्रको काल्पनिक कथा होइन। यो कथा हो हाम्रो आफ्नै इतिहासको। यो कथा हो नालापानीको युद्धको, जहाँ रगतको खोला बग्यो, जहाँ भूख र निन्द्रा हरायो। तर जब किल्लाभित्र पानीको थोपा पनि बाँकी रहेन, तब सुरु भयो इतिहासकै सबैभन्दा दर्दनाक र गर्विलो अध्याय। आजको यो वृत्तचित्रमा हामी त्यही कालखण्डमा फर्कनेछौँ, जहाँ बारुदको गन्धभन्दा प्यासको जलन बढी थियो। आउनुहोस्, नालापानीको त्यो रगतले लतपतिएको माटोलाई नजिकबाट महसुस गरौँ। सन् 1814 को अक्टोबर महिना, जाडो सुरु भइसकेको थियो। एसियामा आफ्नो साम्राज्य फैलाउँदै हिँडेको इस्ट इन्डिया कम्पनी, जसलाई हामी अंग्रेज भनेर चिन्छौँ, उसको आँखा अब नेपालको पहाडी भूभागमा परेको थियो। भारतका ठूला ठूला राजाहरूलाई हराइसकेको अंग्रेजका लागि नेपालका साना राज्यहरू जित्नु बायाँ हातको खेल जस्तै लाग्थ्यो। उनीहरूलाई लागेको थियो गोर्खालीहरू त हतियार देख्न साथ भाग्नेछन्। यही घमण्ड बोकेर अंग्रेज सेनापति मेजर जनरल रनो जिलेस्पी आफ्नो विशाल फौज लिएर देहरादूनको नालापानी स्थित खलङ्गा किल्ला कब्जा गर्न आइपुगे। तर जिलेस्पीलाई यो थाहा थिएन कि उनले जसलाई सानो माटोको ढिस्को ठानेका थिए, त्यो वास्तवमा फलामको चिउरा साबित हुनेवाला थियो। खलङ्गा किल्लाको कमान सम्हालेका थिए युवा कप्तान बलभद्र कुँवर। बलभद्र कुँवरलाई राम्ररी थाहा थियो कि दुश्मनको संख्या र शक्ति कति ठूलो छ। तर गोर्खालीको जात नै यस्तो जो मृत्युसँग डराउँदैन, बरु मृत्युलाई नै चुनौती दिन्छ। किल्लाको बनावट निकै साधारण थियो। सालका मुढाहरू गाडेर ढुङ्गा र माटोले भरेर बनाइएको पर्खाल। हेर्दा कमजोर लाग्ने त्यो किल्लाभित्र गोर्खालीहरूको मुटु भने चट्टानभन्दा बलियो थियो। युद्ध सुरु हुनुभन्दा अगाडि अंग्रेजले आत्मसमर्पणको सन्देश पठाए। तिमीहरूको भलाइ यसैमा छ कि किल्ला छोडेर भाग, अंग्रेजको सन्देश थियो। तर बलभद्रले त्यो पत्र च्यातेर भने, हामीलाई भाग्न होइन, लड्न आउँछ। किल्ला चाहियो भने लडेर ल्याऊ। यो जवाफले जनरल जिलेस्पीको रिसको पारो तातियो। अक्टोबर 31 को बिहानी पख अंग्रेजहरूले चारै दिशाबाट किल्लामाथि आक्रमण सुरु गरे। टोपका गोलाहरू बर्सिन थाले। अंग्रेजहरू भर्याङ लगाएर पर्खाल चढ्ने कोसिस गर्न थाले। तर पर्खालमाथिबाट गोर्खालीहरूले बन्दुक मात्र चलाएनन्। उनीहरूले ढुङ्गा मुढा लडाए, तातो पानी खन्याए र खुकुरी नचाउँदै जाइ लागे। अचम्मको कुरा त के थियो भने यो युद्धमा केवल पुरुषहरू मात्र लडिरहेका थिएनन्। गोर्खाली महिलाहरू, जसले आफ्नो सारीको सबको कम्मरमा कसेका थिए, उनीहरूले पनि तलबाट आइरहेका अंग्रेजहरूलाई ढुङ्गाले हानेर लखेटिरहेका थिए। त्यो दृश्य देखेर अंग्रेजहरू चकित परे। उनीहरूले यस्तो प्रतिरोधको कल्पना समेत गरेका थिएनन्। त्यही दिन युद्धको मैदानमा एउटा अप्रत्याशित घटना घट्यो। आफ्नो सेना पछि हटेको देखेर आक्रोशित भएका जनरल जिलेस्पी घोडामा चढेर आफै अघि बढे। उनले सोचेका थिए उनको उपस्थितिमा सेनामा जोश भरिनेछ। तर किल्लाबाट आएको एउटा अचूक निशाना जिलेस्पीको छातीमा लाग्यो। बेलायती साम्राज्यको एउटा शक्तिशाली जनरल नेपालको एउटा सामान्य किल्लाको अगाडि ढल्यो। जिलेस्पीको मृत्युले अंग्रेज क्याम्पमा सन्नाटा छायो। यो गोर्खालीहरूको पहिलो र ठूलो जित थियो। जिलेस्पीको मृत्युपछि अंग्रेजको कमान्ड कर्नल म्याबीले सम्हाले। तर अब अंग्रेजहरूले आफ्नो रणनीति बदले। उनीहरूले बुझिसकेका थिए कि आम्ने सामने लडेर गोर्खालीलाई जित्न सकिँदैन। त्यसैले उनीहरूले कायरतापूर्ण बाटो रोजे। उनीहरूले सोचे कि यी गोर्खालीहरूलाई गोलीले होइन, अब भोक र प्यासले मार्नुपर्छ। खलङ्गा किल्ला पहाडको टुप्पोमा थियो, जहाँ पानीको आफ्नै स्रोत थिएन। किल्लाका मानिसहरू पानीका लागि बाहिरको मुहानमा निर्भर थिए। अंग्रेजहरूले त्यही मुहान पत्ता लगाए र नालापानीको पानीको स्रोत थुनिदिए। यो नै युद्धको सबैभन्दा क्रूर मोड थियो। तोपका गोलाहरू पर्खाल भत्काउँदै थिए, तर त्योभन्दा ठूलो विपत्ति भित्र सुरु भइसकेको थियो। किल्लाभित्र पानी सकियो। 1 दिन, 2 दिन गर्दै दिनहरू बित्दै गए। बाहिरबाट निरन्तर बमबारी भइरह्यो। भित्र मानिसहरू तिर्खाले तडपिन थाले। कल्पना गर्नुहोस् त, एकातिर घाइते सिपाहीहरूको पीडा, अर्कोतिर काखका बालबालिकाको पानी पानी भन्दै रोइरहेको चित्कार। तिर्खा कति भयानक हुन्छ भनेर सायद हामीले कहिल्यै सोचेका छैनौँ होला। रगतको गन्ध र बारुदको धुवाँ मिसिएको त्यो बन्द किल्लाभित्र लासहरू कुहिन थालेका थिए। तर पनि बलभद्र कुँवरले हार मानेनन्।
कतिपय रातहरूमा गोर्खाली सिपाहीहरू ज्यानको बाजी लगाएर शत्रुको आँखा छल्दै बाहिर निस्कन्थे र खोलाबाट गागरीमा पानी ल्याउने कोसिस गर्थे। कतिपय पानी ल्याउँदा ल्याउँदै मारिए, कतिपयको रगत पानीमा मिसियो। इतिहासका पानाहरूमा लेखिएको छ कि अङ्ग्रेजहरूले पानी भर्न आएका महिलाहरूमाथि पनि गोली चलाउन बाँकी राखेनन्। स्थिति यति भयावह भयो कि मानिसहरू ओठ सुकेर, जिब्रो बाहिर निस्केर डिहाइड्रेसनले मर्न थाले। तोपको गोलाले भन्दा बढी क्षति तिर्खाले गर्यो। किल्लाभित्र अब लड्ने तागत भएका सिपाही निकै कम बाँकी रहेका थिए। पर्खालहरू ठाउँ ठाउँमा भत्किसकेका थिए। अङ्ग्रेजहरूले फेरि आत्मसमर्पणको प्रस्ताव पठाए। कुनै पनि सामान्य सेना भएको भए यस्तो अवस्थामा घुँडा टेक्ने थियो, तर बलभद्र कुँवर सामान्य थिएनन्। उनले आफ्ना बाँचेका साथीहरूलाई हेरे, जो कंकाल जस्ता देखिन्थे तर आँखामा अझै आगो थियो। उनले निर्णय गरे, हामी यहाँ मुसा जस्तो भएर मर्दैनौँ र न त दुश्मनको अगाडि शिर झुकाउँछौँ। हामी यो किल्ला अब आफै छोड्दैछौँ। युद्ध सुरु भएको 1 महिनाभन्दा बढी भइसकेको थियो। मिति थियो सन् 1814 को नोभेम्बर 30 तारिख। त्यो दिनै एउटा अनौठो दृश्य देखियो। किल्लाको ढोका एक्कासी खुल्यो। अङ्ग्रेजहरूले सोचे अब गोर्खालीहरूले आत्मसमर्पण गर्नेछन्। उनीहरू हतियार खोस्न तयार भएर बसे। तर त्यहाँबाट निस्केको दृश्यले अङ्ग्रेज सेनालाई स्तब्ध बनायो। बलभद्र कुँवर आफ्ना बाँचेका करिब 70-80 जना योद्धा, जसमा महिला र बालबालिका पनि थिए, हातमा नाङ्गो खुकुरी लिएर निस्किए। उनीहरूको शरीर रगत र माटोले लतपतिएको थियो। कपडाहरू च्यातिएका थिए। अनुहारमा महिनौको थकान थियो, तर शिर ठाडो थियो। उनीहरूले हात माथि उठाएर दयाको भिख मागेनन्। उनीहरू सिधै अङ्ग्रेजको फौजको बीचबाट छाती फुलाएर अघि बढे। अङ्ग्रेज सेना, जो हजारौंको संख्यामा थियो, उनीहरूले गोली चलाउने आँट समेत गर्न सकेनन्। त्यो अदम्य साहस, त्यो तेज र त्यो स्वाभिमान देखेर अङ्ग्रेज जनरल र सिपाहीहरू हेरेको हेरै भए। बलभद्र कुँवरले अङ्ग्रेज जनरलहरूलाई चुनौती दिँदै भने, तिमीहरूले यो किल्ला जित्यौ, तर हामीलाई जितेनौ। म यो किल्ला अब आफै छोड्दैछु। यति भनी उनी र उनको सानो टोली नजिकैको खोलामा गएर पानी पिए र पहाडको बाटो हुँदै अर्को युद्धका लागि अघि बढे। खलङ्गाको किल्ला अब अङ्ग्रेजको हातमा थियो। जब अङ्ग्रेजहरू किल्लाभित्र पसे, त्यहाँको दृश्य देखेर उनीहरूको मुटु काँप्यो। जताततै लासहरू छरिएका थिए। महिला र बालबालिकाहरू तिर्खाले तडपिएर मरेका थिए। त्यहाँ बाँच्ने भन्दा मर्नेहरूको संख्या धेरै थियो। त्यो विभत्स दृश्य देखेर अङ्ग्रेजहरूले महसुस गरे कि उनीहरूले जमिन त जिते, तर नैतिकता र बहादुरीको युद्ध हारे। अङ्ग्रेजहरू आफ्ना शत्रुहरूको बिरलै तारिफ गर्थे, तर नालापानीको युद्ध यस्तो थियो जसले दुश्मनलाई पनि सम्मान गर्न बाध्य बनायो। युद्ध समाप्त भएपछि अङ्ग्रेजहरूले त्यही ठाउँमा 2वटा स्मारक बनाए। एउटा आफ्ना जनरल जिलेस्पी र मारिएका अङ्ग्रेज सैनिकहरूको सम्झनामा, र अर्को, अचम्मको कुरा, आफ्नै शत्रु बलभद्र र वीर गोर्खालीहरूको सम्मानमा। यो विश्वको इतिहासमा एउटा राहारो घटना हो, जहाँ जित्नेले हार्नेको बहादुरीको कदर गर्दै स्मारक खडा गरेको छ। त्यो शिलापत्रमा लेखिएको छ, हाम्रा वीर शत्रु बलभद्र र उनका बहादुर गोर्खालीहरूको सम्झनामा। यो सम्मान कुनै दया थिएन, यो त्यो रगत र पसिनाको कमाई थियो जो नालापानीको माटोमा बगेको थियो। नालापानीको युद्ध केवल एउटा हार वा जितको कथा होइन, यो कथा हो स्रोत र साधनको अभावमा पनि कसरी आत्मबलले विश्वशक्तिसँग लड्न सकिन्छ। आज हामी जब त्यो इतिहासलाई फर्केर हेर्छौँ, हामीले बुझ्नुपर्छ कि हाम्रो स्वतन्त्रता कसैको उपहार होइन, यो हाम्रा पुर्खाहरूको रगतले कोरिएको सिमाना हो। बलभद्र कुँवरले त्यो दिन पानीका लागि तडपिएर पनि स्वाभिमानको सौदा गरेनन्। 600 जना नेपालीले 3500 भन्दा बढी आधुनिक सेनालाई 40 दिनसम्म रोकेर राख्नु कुनै चमत्कार भन्दा कम थिएन। यसले अङ्ग्रेजहरूलाई यो सन्देश दियो कि नेपाललाई जित्न असम्भव त नहोला, तर निकै महँगो पर्नेछ। यही युद्धको जगमा पछि सुगौली सन्धि भयो र नेपाल एउटा स्वतन्त्र राष्ट्रको रूपमा विश्व मानचित्रमा रहिरह्यो। आज पनि देहरादुनको त्यो जङ्गलमा पुग्दा हावामा एउटा अनौठो सन्नाटा महसुस हुन्छ, मानौ त्यहाँका पुराना रुखहरूले अझै पनि जय गोरखको नारा गुन्जाइरहेका छन्। नालापानीको माटोले आज पनि प्रश्न सोधिरहेको छ, के हामीले हाम्रा पुर्खाहरूको त्यो त्याग र बलिदानको सही कदर गर्न सकेका छौँ? के त्यो स्वाभिमान आज हामीभित्र जीवित छ? इतिहास पानामा मात्र होइन, हाम्रो रगतमा बग्नुपर्छ। समापनतर्फ आजको यो वृत्तचित्र हेरेर तपाईलाई कस्तो लाग्यो? नालापानीको युद्धका बारेमा सुन्दा तपाईको मनमा कस्तो भावना उत्पन्न भयो? बलभद्र कुँवर र ती वीर आमाहरूको त्यागलाई हामीले कसरी सम्झिनुपर्छ? कमेन्टमा आफ्ना विचारहरू अवश्य लेख्नुहोला। इतिहासका यस्तै लुकेका र गर्विला अध्यायहरू लिएर हामी फेरि उपस्थित हुनेछौँ। तबसम्मका लागि आफ्ना पुर्खाहरूको इतिहास पढ्दै गर्नुहोला र गर्वले भन्नुहोस्, हामी वीर गोर्खालीका सन्तान हौँ। धन्यवाद। जय नेपाल।